हेलो के छ मेरो साथीभाइहरू, वेलकम टु द माई च्यानल। म चाहिँ आज खुइली दिदीको नयाँ भिडियोमा रियाक्सन गर्न गइरहेको छु है। कस्तो हुन्छ ल केटाहरू, हेरौँ है त। खुइलीको नयाँ भिडियो के छ भने, के थियो नयाँ भिडियो? सम्भो माया कम्बो भन्ने गीत यस्तो दामी छ कि दामी छ भन्ने थियो। मैले सुनेको छैन, त्यही पनि सुन्छु। हजुरहरूलाई रियाक्सन, मेरो रियाक्सन कस्तो आउँछ हेर्नु होला है त। लेट्स गो अब भिडियो सो। क्यामेरा हाम्रो जानु हामी युट्युबतिर। स्टार्ट गरेर राख्छु ल, आवाज सुरु हुन्छ है त ल। सम्भो मन परेको मान्छे चाहिँ बे गरेको पर्छ। यो केटा स्वर हो, केटीको स्वर है यो। यो केटीको स्वर हो, केटा स्वर फेरि एकचोटि गरेर हेर्नु पऱ्यो है। मन परेको मान्छे चाहिँ बे गरेको पर्छ। हामी जस्तो सिङ्गललाई कसले माया गर्छ? मन परेको मान्छे चाहिँ बे गरेको पर्छ। हामी जस्तो सिङ्गललाई कसले माया गर्छ? न कोहीसँग लप परेछ, न कोही भन्न आउँछ। उटी किस्मत देख्दा पनि यो स्वर त उसैको रहेछ यार। सुरुमा त पनि कस्तो केटाको जस्तो अಯ್यो उलाउन मन लाग्छ। रेसनेट कम भयो जस्तो छ, अलिक बढाउन है। अಯ್यो राम्रा जति सकिसके हामीले कस्तो पाउने? अहिले पनि सेम थियो त्यो त यार। केटा त स्वर सुनिन्छ हो। अर्का जोडी देख्दा पनि छुटो जस्तो लाउने। राम्रा जति सकिसके हामीले कस्तो पाउने? अर्का जोडी देख्दा पनि छुटो जस्तो लाउने। के छ किन्थ्यो मेरो यो हातले छेके? 28 लागे भनिरहेको छु 5 वर्षदेखि। होइन 28 लाग्यो, 4-5 वर्षदेखि 28 लाग्यो। कति वर्ष लाग्यो त? 32-33 वर्ष लागिसक्यो होला त है। सबले सोचन बोयफ्रेन्ड छ कि छैन, यताउता टेन्डर मेन्डर भयो कि भएन। यता मेरो बोयफ्रेन्ड भन्दै बेना बट्टा लाउँछन्, कुन दिन धोका खान्छन् अनि बल्ल थाहा पाउँछन्। बनाउँछन् पाले गोरे अनि काले, सोधे भने त्यसको आमा र बाले। हामीलाई चाहिँ घरमा झुट बोल्न लाएर आफू चाहिँ लुकी लुकी डेटिङ गर्न थाले। यताको कुरा उता कुरा, उताको कुरा यताले। बालै दिँदैनन् हामीलाई त अलि ह्यान्डसम केटाले। पानी नखाइ बढ्दा बस्छु बरु अब मैले। सिङ्गलहरूको पीडा शिव बुझ्छौ तिमी कहिले? पानी नखाइ बढ्दा बस्छु बरु अब मैले। सिङ्गलहरूको पीडा शिव बुझ्छौ तिमी कहिले? कहिले काहीँ जुवा हान्ने भए पनि चल्छ, तिमी जस्तै चिलिम तान्ने भए पनि चल्छ। कहिले गर्ने बे अलग अलग पर्छु म त के भन्ने के? जयको छोइ नानी भन्दै सोधेर हिँड्छन्, राम्रो केटो पायो भने आफ्नै छोरी दिन्छन्। आफै पहिला जाम भने नाक अयो
ऱ्याप त के डेन्जर गएको छ र आज ऱ्याप त डेन्जरै छ ल दामी छ ल ऱ्याप चाहिँ दामी लाग्यो भन्छन् माइते रुनी बस्दा पनि काहीँ बिकिन भन्छन् सँगसँगै जवाफ दिँदा मुखाले भन्छन् चुप्ता बस्नु भने पनि कप्टी रहेछ भन्छन् केटीको जातलाई गाह्रो छ एक्लो जिन्दगी गाह्रो छ खुलेर हिँड्न नि साह्रो छ दुनियाँको आँखाको तारो छ कस्तो याडा गिरा Yango, different from a taxi. तारो छ दुनियाँको आँखाको तारो छ बुढी कन्ने भए भन्ने साह्रै पिरलाई छ म भन्दा नि कान्छीले उहाँ तिनवटा बच्चा पाइछ बुढी कन्ने भए भन्ने साह्रै पिरलाई छ म भन्दा नि कान्छीले उहाँ तिनवटा बच्चा पाइछ झट्ट हेर्दा चट्टै छ यो त्यो सुन्दाखेरि त हतारै भइरहेछ जस्तो लाग्यो बिहे गर्नलाई यो कोइली म्यामलाई त हतारै भएछ बिहे गर्नलाई ल है केटा बेहोरा निसाइ छ बिहे हुन रहर होइन लगन चाहिने रहेछ पनि यो यस्तो हाँस उठ्ने लाग्यो मलाई त डेन्जर लाग्यो ल भन यो ल कोही गइहाल्यो नि ल डेन्जर छ ल यो भिडियो चाहिँ डेन्जरै छ है ल अब लेट्स सी अब प्लिज कस्तो डेन्जर के भन्ने खै पहिला लोकदोरी गर्ने मान्छे ऱ्याप स्याप हानेर साँच्चीकै खुइए दिललाई दिदी भन्ने के भन्ने अब साँच्चीकै हतारै भएको हो कि क्या हो बिहे गर्नलाई त्यसै लाग्छ है ल यति नै हो रियाक्सन त दामी नै थियो होला होइन कस्तो थियो कमेन्ट गर्नु होला मेरो भिडियोलाई लाइक गर्नु अनि सब्सक्राइब गर्न नभुल्नु होला है साथीहरू ल गुड बाई बाई बाई